अहिले चाहिँ म चाहिँ अलैँची बारीतिर छु। अलैँची हेर्न सक्नुहुन्छ, यहाँ अलैँची हो यो। म चाहिँ आज अलैँचीको बिरुवा चट्ट झिकेर अस्ति अब रोप्नु त धेरै नै रोपिसकेको छु। अब र पनि आज कतिपय हाम्रो नेपालमै पनि कतिपय ठाउँमा अलैँची भन्ने कुरा कस्तो हो, केमा कसरी फल्छ, केमा फल्छ भन्ने कुरामा खासै जानकारी कतिपय ठाउँमा छैन। अब विश्वमा सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश नेपाल नै पर्छ। म तपाईहरुलाई देखाउँछु बिरुवा निकालेर रोप्ने तरिकाहरू। अब यो चाहिँ भयो अलैँचीको फल है। अहिले चाहिँ असार महिनाको अन्तिम भन्दा पनि मध्य असार छ। लगभग दाना छुटिसकेको छ। हाम्रोतिर चाहिँ प्राय गरेर अलैँची सबै खालको हुन्छ। अहिले नयाँ लेटेस्ट बिरुवा आएको चाहिँ जिरमले बिरुवा आएको छ। तर जिरमले अनि हाम्रोतिर चाहिँ पुरानो खालको अलैँची हो। यो चाहिँ रामसाई र चिबेसाई भन्छ नि। यो चाहिँ रामसाई ठुलो दाना हो। यो हेर्न सक्नुहुन्छ निकै ठुलो छ दाना। अब यो यस्तो भएको छ हैन। यसलाई अब हामीले बिरुवाको रूपमा चाहिँ यसलाई चट्ट काटिन्छ यसरी। अनि काटेर अब यसको यो बुढो सहर छ। बुढो सहरलाई पनि म अब काट्छु है त। अलिक अप्ठ्यारो भयो मलाई, केही छैन, ठिकै छ। यो बुढो सहरलाई मैले काटेँ। मेरो हतियार पनि त्यस्तै झिकेकै छ। अनि यो भयो। अब यसरी झिकेपछि अब हामीले यो यसलाई पनि बिरुवाको रूपमा झिक्न सकिन्छ। यो चाहिँ निकै वर्ष भयो फलेको, निकै पुरानो बोट हो। अलैँची यो फुल फाने सिजन भर्खरै सकियो। हाम्रोतिर चाहिँ यसरी फुल फाट्दा चाहिँ यो झारहरू सबै उखालेर चडक्क बनाउनु पर्छ। अनि त्यति गरिसकेपछि चट्ट दाना फुलबाट दाना छुट्दाखेरि चाहिँ साह्रै राम्रो देखिन्छ। आज अलिअलि 1-2 झ्याङ रोप्नु छ पुरानो बगानमा। म तपाईहरुलाई देखाउँछु। अहिले चाहिँ म यो पुरानो यहाँ बोटहरू पुरानो भएको बोटमा आइपुगेको छु। अब यो पुरानो बोटमा चाहिँ फल त ठिकै राम्रै लाग्दैछ। र पनि यिनीहरू चाहिँ जमिनबाट धेरै उछलेकोले गर्दाखेरि हिउँदोमा अब ठुल्ठुलो खडेरी आयो, सिँचाइ पुगेन भने चाहिँ यिनीहरू चाहिँ सटसुटै मर्ने हुन्छ। अनि यो पुरानो बोट भएकोले गर्दा खासै दाना लागेको छैन। बिरुवा टुसा त राम्रै हानेको छ र पनि ठुलो खडेरी आयो, सिँचाइ पुगेन भने यिनीहरू सबै मर्छ। त्यही भएर यसको अब साइडमा नयाँ बिरुवाहरू हाल्नुपर्छ। नयाँ बिरुवा हालियो भने चाहिँ के हुन्छ भने यो पुरानो बोटहरू मरे तापनि नयाँ बिरुवा हुर्किन्छ। हुर्केपछि चाहिँ आमदाम फेरि उत्तिकै हुन्छ। त्यही भएर अब म यहाँ बिरुवा रोपेर तपाईहरुलाई देखाउँछु। मैले चाहिँ यहाँ थोरै हिलो थियो। यो बर्खाको टाइममा चाहिँ पानी हिलो धेरै नै जमिने ठाउँमा पनि अलैँचीहरू मर्छ। त्यही भएर थोरै ठुलो खने। त्यसपछि यहाँ मैले यो बोट अब बिस्तारै मासिन्छ। यो बोटको लागि यहाँ साइड बिरुवा हाल्ने भनेर यहाँ मैले खाल्डी खने। निकै खाल्डी गोलो हल्का गहिरो खन्नुपर्छ सम्म ठाउँमा, गरामा है त। अब भिरालो ठाउँमा चाहिँ त्यति खन्ने ठाउँ हुँदैन। त्यसले गर्दाखेरि ठिकै खने पनि चल्छ। अनि अब यो बिरुवालाई यसरी हाल्ने। यो अब बिरुवै नभएको ठाउँमा यही एउटा मात्रै बिरुवा लाउँदाखेरि पनि जति हुन्छ। तर अब यदि बिरुवा
तपाईहरुसँग प्रशस्तै छ भने अथवा कतैबाट किनेर ल्याउनु भयो भने यसलाई यसरी अब यस्तो डिस्टेन्स मिलाउने यसरी डिस्टेन्स मिलाइसकेपछि चाहिँ माटो यो फुक्को भन्दा पनि यो फुरुरु भएको माटोलाई यसरी वरिपरिबाट लगाइदिने लगाइसकेपछि अलि गहिरो खाल्डी खनेर रोप्दाखेरि भरसक पानी बिरुवा रोपेर पानी लगातार पानी जम्मियो भने पनि फेरि बिरुवा बात्दैन मर्छ तर यतिको मात्रै हुँदाखेरि चाहिँ हुन्छ अनि यति गरिसकेपछि चाहिँ तपाईहरुले हल्का यसलाई अब हातैले दह्रो यसरी किच्दा पनि भयो अब अथवा मैले यसरी गम्बुटले खुट्टाले टेकिरहेको छु यसरी टेक्नु हो भने हुन्छ अब अहिले नै यसलाई मल्लाएर नै रोप्ने भने चाहिँ होइन त्यसरी पनि हुन चाहिँ हुन्छ तर अब काँचो मल छ भने चाहिँ यो बिरुवा मर्छ पाकेको मल माटोसँग चट्ट मलेर रोप्दा चाहिँ राम्रै हुँदो रहेछ त्यो मैले भर्खर परीक्षण गरेँ अब तपाईहरुले बिरुवै लगाउने ठाउँमा चाहिँ के हुन्छ भने मल बोकेर जोतेर चट्ट मलसँग छरेर जोतेर 1-1.5 महिना पछाडि बिरुवा लाउनु भयो भने चाहिँ साह्रै राम्रो हुन्छ बिरुवा पनि मर्दैन तर बिरुवा अलैँचीको बिरुवा रोप्ने समय भनेको चाहिँ वैशाखमा पानी रेगुलर वर्षा भयो भने वैशाखदेखि नै रोप्दा पनि हुन्छ तर खडेरी आयो भने चाहिँ रोपेपछि वैशाखमा रोपेको बिरुवा चाहिँ रोपेर पानी आएन 2-4 दिन पानी आइदिएन भने चाहिँ मर्ने सम्भावना हुन्छ तपाईले वैशाखमा रोप्नु हो भने चाहिँ मौसम विचार गरेर मात्रै रोप्न सक्नुहुन्छ ओसिलो सेपिलो पाटा घाम खडेरीले त्यति नभेट्ने ठाउँ छ भने चाहिँ तपाईहरुले वैशाखमा नि रोप्न सक्नुहुन्छ जेठ अन्तिमदेखि साउनको पहिलो हप्तासम्म चाहिँ हाम्रो यहाँ यो एरियामा चाहिँ बिरुवा रोप्दाखेरि जति पनि हुन्छ तर हाम्रो चाहिँ हिमाली क्षेत्र नै पर्छ ताप्लेजुङ जिल्ला हो हिमाली क्षेत्र पर्छ तर समुद्रिक सतहदेखि हाम्रो एरिया चाहिँ 1200 मिटरको उचाइमा छ यहाँ चाहिँ सिँचाइ पुग्दाखेरि सेपिलो पाटामा चाहिँ प्राय गरेर अलैँची दह्रो नै हुन्छ मतलब राम्रै आम्दानी दिन्छ अलैँचीले अनि मैले बिरुवा थोरै मल लगाएर बेचेको बिरुवाहरू पनि छ यहाँ यो बिरुवाहरू चाहिँ मैले पोहोर रोपेको हो यो साल अलिअलि पाकेको मलहरू लगाइदिएँ निकै राम्रो गतिलै भएर आछ अब यसको रिजल्ट पनि सायद राम्रै आउँछ त्यस्तो छ यो अलैँची चाहिँ हाम्रोतिरको लोकल अलैँची यो चिबे सही भन्छन् बुढापाकाले अब खास के हो हुन चाहिँ तर अब बुढापाकाले जे भने त्यही नै सही सत्य हो किनभने पुराना कुरालाई नै त हामी कतिपय कुरा त मान्दै आइरहेछौँ यो चाहिँ चिबे छ तर यो चाहिँ कस्तो हुन्छ भने दाना अलि सानो लाग्ने टिकाउ खडेरीले पनि हत्तपत नमर्ने टिकाउ खालको हो यो अलैँची चाहिँ प्राय गरेर पाखामा पनि दह्रो फल्ने गर्छ गराहरूमा पनि राम्रै फल्छ बोक्रा हल्का बाक्लो भए तापनि वेट अरू जत्तिकै बस्छ यसको विशेषता के छ भने चाहिँ सुक्खा ठाउँमा चाहिँ एकदमै धेरै टिकाउ हुने अलैँची सिँचाइ हिउँदोमा पनि सिँचाइ थोरै सिँचाइ भयो भने पनि राम्रै हुन्छ प्राय गरेर यो अलैँची हाम्रोतिर चाहिँ परम्परादेखि नै उहिलेदेखि नै रोप्दै आएको अलैँची हो यस्तो छ त्यो चिबे सही भन्छन् बुढापाकाले
बाबु बाजेले चाहिँ अब खास के हो चिबे छैन होला। अलैँची चाहिँ के हो त भन्दाखेरि नेपालको एकमात्र मगरी बाली भित्र पर्छ। यसको चाहिँ पोहोरको साल प्रति केजी 3000 सम्म थियो। एकदमै महँगो लिगल मगरी बालीमा चाहिँ अलैँची पनि पर्छ है। नेपालको धेरै ठाउँमा अलैँची खेती चाहिँ गरिन्छ। गर्न चाहिँ कतिपय ठाउँमा चाहिँ अब अलैँची भनेको के हो भन्ने पनि थाहा नहुन सक्छ। अलैँची हुने सम्भावित क्षेत्रहरूमा चाहिँ अलैँची खेती गर्नु हो भने अलैँचीले एकदमै राम्रो नाफा दिन सक्छ है त।